कुलमानलाई नहटाइदिनुस्, 4 महिनालाई कुलमान घिसिङलाई नहटाइदिनुस् भनेर मैले बोले। त्यो विषयमा हाम्रो प्रधानमन्त्रीज्यू रिसाउनु भयो रे। अनि मेरो पार्टीको हाम्रो परराष्ट्र मन्त्रीज्यू आरजू राणाज्यूले मलाई भन्नुभयो कुलमान नहटाइकन तपाईँ प्रधानमन्त्रीलाई रिसाउनु भएको छ, माफी माग्नु जानुस् भन्नुभयो। म केपी ओलीले माफी मागेर म मन्त्री खान्न भनिदिएँ सिधै। तर अहिले नेपाली कांग्रेस पार्टी हाल हाम्रो सभापति संसदीय दलको नेता शेरबहादुर देउबा थाइल्यान्ड उपचार गर्ने केसमा जाँदाखेरि नेपाली कांग्रेस पार्टी केपी ओली प्रधानमन्त्री चलाउनु भयो। मलाई पठाएको कसले हो? पार्टी नेपाली कांग्रेस संसदीय दलले मलाई चाहिँ आज फलाना चाहिँ यो बारको दिनमा ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङलाई भनेर चाहिँ सिंहदरबारमा पठाइदिएको चिठी हो। प्रधानमन्त्री कार्यालयमा चिठी पठाएको, राष्ट्रपति भवनमा चिठी पठाएर मलाई शपथ खाएको। त्यही तरिकाले मलाई चाहिँ हटाएको भए, पार्टीले मलाई फिर्ता बोलाएको भए म फिर्ता जानलाई तुरुन्तै म तयारी थिएँ। तर यति पार्टीले नबोलाइकन केपी ओलीलाई माफी माग्नुपर्छ भन्ने कुरामा मलाई भन्नुभयो। मैले उहाँलाई माफी मागेर म मन्त्री खान्न भने मैले उहाँलाई माफी नमागेपछि उहाँलाई के कारण माग्यो? बाउपट्टि आमपट्टिको ऊ अरू नेकपा एमाले म नेपाली कांग्रेसको देशको केपी छरिदिनुहोस् समय भोलि मेरो भाग्य छैन, म भोलि म पनि हुनसक्छ कि त्यस्तो गलत कुरामा। प्रधानमन्त्रीका विश्वासका पात्रले चाहिँ प्रधानमन्त्रीलाई गभर्नर नियुक्तिको लागि 50 करोडको डिल गरेको होइन भन्नुभएको छ। ए पत्रकार साथीहरु त्यही कुरा होला हैन। यति गभर्नर एउटा म जस्तो एउटा जनजातिको छोराले गभर्नर फेर्न सक्ने हुत्ती भइदिएको भए राज्य मन्त्रीबाट केपी शर्मा ओलीले मलाई हटाउँथ्यो होला, म उहाँलाई हटाइदिन्थ्यो होला नि त। मेरो शक्ति रहेछ त। आज शेरबहादुर देउबा नेपाली कांग्रेसको पार्टी सभापतिले केपी ओली प्रधानमन्त्रीले यो देशको गभर्नर जस्तो विश्वमा गभर्नर भने 24 घण्टा खाली राख्नु हुँदैन। त्यस्तो बेलामा दुईटा हस्ती गठबन्धनको द्वितीय बहुमतको नेताहरूले चाहिँ गभर्नर बनाउन सकेन, मैले एउटा गभर्नर बनाउन सकेला? त्यो क्षति, त्यसको क्षति त्यो कसले बोल्यो त्यसले भोग्ला। मैले गभर्नर चेन्ज गर्न सकेला? गभर्नर चेन्ज गर्नु सक्ने मान्छे यो देशकोले राज्य मन्त्रीमा टेकिएर बस्ला? तर प्रधानमन्त्रीज्यूसँग सुरक्षित छ रे त्यो रेकर्ड। रेकर्ड भए ल्याउ भन्नुस् न, ल्याउ भन्नुस् न। तपाईकै सभापति सिपाहीमा चाहिँ हटाउनु भयो ल ल्याउनुस्। गभर्नरको 20 करोडको अफर ल्याएर आयो भने कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कि म मान्ने भएर राजीनामा दिन्छु? मान्नुहुन्छ? राजीनामा दिन तयार हो। च्यालेन्ज। दुई तिहाईको सरकारमा 20 करोडको मैले बार्गेनिङ गरेर गभर्नर बनाउने मैले प्रमाण देखेँ भने ल्यायो भने म मान्ने भएर राजीनामा दिनु तयारी छु। अब हरेक नक्कली कागज बनाएर ल्याएर आउँला, फेक बनाएर ल्याएर आउँला, मेरो चाहिँ त्यो आफ्नो कुरा छ। पशुपतिनाथमा लगेर प्रधानमन्त्रीज्यूले पशुपतिनाथमा लगेर त्यो देउतालाई ढोगेर 20 करोडको उहाँले बोलेको भनेर ढोग्यो भनेदेखि अहिले मान्नेबाट 5 मिनट राजीनामा दिनु तयारी छु। होइन भने यस्तो प्रमाण छ भनेर उहाँले जुन उहाँको कार्यकर्ताले भनेको कुरामा हो भने प्रधानमन्त्री राजीनामा दिनुपर्छ। शिवलिङ्ग छौनी अब शिवलिङ्ग छौ भने त्यहाँ धर्ममा जानु पर्यो नि। म पनि बौद्धमा गएर धर्म छु। अहिले गभर्नर नियुक्ति त यति पेचिलो बनिरहँदा कता यो के हो? यो अवस्था अलमलको अवस्था किन आइपुग्यो? त्यो मलाई नसोध्नु होला। सुन्नु त्यो अर्थमन्त्रीले सोध्नु होला। अर्थमन्त्रीले सोध्नु होला। गभर्नरको प्रस्ताव त अर्थमन्त्रीले लाने हो। त्यो गभर्नरलाई लान अर्थमन्त्री भित्र हुनुहुन्छ, उहाँलाई सोध्नु होला। हाम्रो पार्टी सभापति र संसदीय दललाई आदरणीय शेरबहादुर देउबालाई सोध्नु होला। अब केपी शर्मा ओलीले सोध्नु होला। उहाँहरूले चाहिँ नबार्गेनिङ गरेर राखेको छ 20 करोडको खुवाउने भनेर उहाँले गरे भए त मलाई थाहा छैन। होइन अब म जस्तो एउटा मान्ने एउटा ऊर्जा राज्य मन्त्री जस्तोले गभर्नर बन्नु शक्ति भयो भए मलाई चाहिँ मेरो घरमा त केपी ओली नै आउँथ्यो होला, शेरबहादुर देउ पनि आउँथ्यो होला नि त। तपाईँ त शक्तिशाली मान्छेहरू छ। त्यही एउटा कुरा 20 पछि एउटा मान्ने मसँग भइदियो भए पनि गठबन्धनबाट 20 पछि एउटा मान्ने मसँग भइदियो भने त्यति नगरिदिनु गभर्नर पनि बन्नु, गलत कुरा हो। भनेको तपाईँको सोझो कुरा कुलमानको साथ दिएकै कारणले हटाइयो। साथै त्यही हो, त्यही साथै त्यही हो। कुलमानजीलाई पनि हटाउनु र सँगसँगै तपाईँलाई अब यस्तो छ यहाँलाई मैले यो निवेदन गरेँ। चैत 11 गते कुलमानजीलाई हटाउनु भयो एउटा जनजातिलाई। वैशाख 11 गते अस्ति 31 को महिनाले गर्दाखेरि वैशाख 11 गते
मलाई हटाउनु भयो। अब जेठ 11 गते कुन जनजाति खोज्दैछ केपी ओली? भनेको जनजाति विरोधी के जनजाति नभए देख्नै नहुने महिने पछि निकाल्छ त। शहीद 11 गते कुलमानलाई निकाल्यो। त्यो गन्ती गर्दाखेरि अस्ति 10 गतेको ऊर्जा मन्त्री तामाङलाई निकाल्यो। अब जेठ 11 गते कुन चाहिँ जनजातिको अब जनजातिलाई कुन चाहिँ जनजाति तयारी भएर बसिरहेको छ। ओलीको काम भनेको जनजाति खोज्ने वाला जनजाति खोज्ने त्यो उहाँको पार्टी कुरा उहाँले त्यो पृथ्वी निकाल्यो आकाश निकाल्यो त्यो मलाई मतलब छैन। कुन चाहिँ जनजाति खोजेर बसिरहेको छ।